हेलो साथीहरू, नमस्कार। म चाहिँ अमेरिकाको म्यासाचुसेट्स भन्ने ठाउँमा बस्छु। मलाई साथीहरूले कसैले पेन्सिल्भेनिया, कसैले ओहायो, कसैले कता कता भर्मनतिर भन्छ होइन। मेरो चाहिँ बसाइ यहाँ हो। अनि एउटा विषयमा अलिकति एउटा भिडियो सार्वजनिक भइरहेछ अहिले सामाजिक सञ्जालमा होइन। यो हामीहरूकै नेपाली कम्युनिटी, भुटनिस नेपाली कम्युनिटीकै हो जस्तो लाग्यो मलाई चाहिँ। यो भिडियोमा चाहिँ यो पुलिससँग डिस्कस परेको अनि कुनै एउटा फेस्टिभलको बारेमा होइन। त्यो पुलिसले खिचेको, त्यो पुलिसको ड्यास क्यामबाट खिचेको भिडियो चाहिँ अहिले टिकटकतिर भाइरल भइरहेछ क्या। त्यही बारेमा अलिकति बोल्नु आँटेको। मैले टिकटक पनि बनाउनु चाहिँ अलिकति यो चाहिँ मैले होइन रिल के अरे सर्ट उयो बनाउँदैछु युट्युबको लागि। साथीहरू, कानुन सबै देशमा छ, तर कानुन जसरी लागू गर्छ नि त्यही देशअनुसार फरक हुन्छ। कुनै देशमा कानुन फितलो छ, कुनै देशमा कानुन कडा छ है। यहाँनिर अलिकति कानुन कडै छ। तपाईँले यहाँको पुलिस अथवा प्रशासनले भनेको कुरा मान्नु भएन भने तपाईँलाई गिरफ्तार गर्छ। तपाईँलाई छिमेकीले कम्प्लेन गर्दा नि पुलिस आउँछ। उहाँ पनि आउँदैन भन्ने होइन, आउँछ, तर उहाँ कसरी डिल गर्छ, यहाँ कसरी डिल गर्छ त्यो फाल्टै कुरा हो। त्यही भएर हामीले हाम्रो चाडबाडहरू मनाउँदाखेरि अरूलाई डिस्टर्ब नहुने तरिकाले हामीले हाम्रो नेपाली परम्परा होइन, संस्कृति, धर्म यो मान्छौँ। उहाँदेखि उहाँ पनि अब यहाँ झन् विदेशमा झन् साह्रो चिज हुन्छ। दसैँ तिहार, लोसार, अरू नयाँ वर्ष जस्तो जे हुन्छ नि, जस्तो क्रिसमस, जे पनि सबै कुरो मनाउँदाखेरि अरूलाई डिस्टर्ब नहुने गरी मनाऊ के साथीहरू। अरूलाई छिमेकीहरू सबै नेपाली पनि हुँदैन। कतिजनाको नेपाली परे तपाईँहरू भाग्यमानी हुनुहुन्छ, कतिजनाको धेरैको खैरे हुन्छ, अब बिचमा परिन्छ, साइडमा खैरे काले के परिन्छ, स्पेनिसहरू परिन्छ होइन। सबै राम्रै हुन्छ भन्ने हुँदैन। त्यही भएर कुनै पनि चाडपर्व अथवा केही पनि बिहा वर्तमान अरू नानीको पास्नेदेखि लिएर कुनै पनि कार्यक्रम गर्दाखेरि छिमेकीलाई डिस्टर्ब नगरिकन गर्ने गरौँ साथीहरू होइन। अथवा छिमेकीलाई भनौँ हाम्रो यस्तो यस्तो छ, आज एक दिनको लागि माइन्ड नगर्दै भनेर भनिवरी गर्दा पनि हुन्छ, अथवा डिस्टर्ब नहुने तरिकाले गरौँ क्या। त्यो घटनामा देखाइएको छ पुलिसले चाहिँ त्यो चाड के मनाउँदै गर्दाखेरि चाहिँ छिमेकीले कम्प्लेन गरिदिएर दुईजना हस्बेन्ड वाइफलाई गिरफ्तार गरेर लगेको भिडियो देखिन्छ। कहाँनिरको तर कहिलेको त्यो अहिले भाइरल भइरहेछ टिकटकतिर है। त्यहाँनिर चाहिँ आर्गुमेन्ट गर्दाखेरि अनि बुढा र बुढीको डिस्कस, अब पुलिसकै अगाडि डिस्कस पर्छ अनि बुढाले चाहिँ ठ्याक्कै गालामा हिर्काएको छ, तर हिर्काएको चाहिँ होइन, ठेलेको मात्रै हुन्छ। पुलिसले त्यो चाहिँ अब डोमेस्टिक भाइलेन्स भनेर बुढालाई लानु खोज्दा बुढीले छेक्नु खोज्दाखेरि चाहिँ बुढीलाई पनि गिरफ्तार, बुढालाई पनि गिरफ्तार भएको छ। त्यही भएर कुनै पनि चाडपर्व मनाउँदाखेरि होइन सानो म्युजिक बनाऊ, ठुलो बनाएर पनि के फाइदा छ र होइन। केही फिल छैन, कसैलाई सुनाउनु छैन। घरभित्र गरौँ, बेसमेन्टमा गरौँ सके भए त, अथवा गराजमा गर्दा पनि ढोका लगाएर गरौँ होइन। अर्कालाई डिस्टर्ब नगरिकन गरौँ सकिन्छ क्या साथीहरू है त।